कस्तो लाग्यो तपाईलाई सिक्किम घुमेर भनिदिनु दिदी? एकदमै रमाइलो लाग्यो, यही सुन्दर छ। धन्यवाद। तपाईहरुलाई नमस्ते। मेरो चाहिँ सिक्किम आउनु धेरै ठुलो सपना थियो, सपना पुरा भएको छ अहिले। धेरै खुसी लाग्यो, तपाईँले धेरै सहयोग गर्नुभयो। सिक्किम चाहिँ सोचेको भन्दा पनि डबल राम्रो रहेछ। फेरि पनि हामीले समयले साथ दियो भने फेरि पनि फर्केर आउँछौँ, एकदम स्वर्ग नै लाग्यो। अनि खुसी हो, खुसी त्यौहार हो। भुलसरी नमस्कार। हेलो भन्नु। कस्तो भयो भन्दा बाई सिक्किम, बाई सिक्किम, बाई बाई बाई। लभ यु सिक्किम। हे गाइस, आज चाहिँ म यहाँनिर काँकरभिट्टा आएको मेरो स्पेसल गेस्टहरूलाई ड्रप गर्नको लागि, उहाँहरू नेपालको लागि। अनि काँकरभिट्टा पुग्न आँटे हामी। अन्त हाम्रो स्पेसल गेस्टमा सबैजना खतरा खतरा मान्छेहरू हुनुहुन्छ, मल्टी ट्यालेन्टेड। काँकरभिट्टा बोर्डर आइपुग्यो हामी। तपाईँहरूको आइडी निकाल्नुहोस् ल सबैजना। स्विच नयाँ पुल यहाँबाट जानुपर्छ काँकरभिट्टा। नेटवर्क आएन। आउँछ यहाँ नेटवर्क आउँछ नेपालको। सो यो चाहिँ बोर्डर फाइनली आइपुग्यौँ। ल अब यहाँ भन्सार काट्नुपर्छ। यो नेपाल आइपुग्यो। ए भिडियो बनाउँदै थिएँ सर। यो काँकरभिट्टा हो हजुर। थ्याङ्क यू। सामानहरू छ भने चाहिँ बेस हेर्छ नि क्या? हाम्रो त्यस्तो हुँदैन, चेक हुँदैन। हाम्रो त सामान नि। लु भद्रपुर एयरपोर्ट, दमक, चिसापानी। कता जाने तपाईँहरू? कता पुऱ्याइदिउँ? दमक चिसापानी पुऱ्याउनुहुन्छ त? अम्मा 900 किलोमिटर पो रहेछ त। होइन होइन हामी जाने यही हो। लु राम राम राम्रो। लु कति चाहियो? लु बस। छिरेपछि त हेर्नु त। फाइनली हामी काँकरभिट्टामा छौँ। यहाँनिर मेरो गेस्टहरू सो नानीसँग अन्त सबैजना दिदीहरू हुनुहुन्छ। कस्तो लाग्यो तपाईँलाई सिक्किम घुमेर भनिदिनु दिदी? एकदमै रमाइलो लाग्यो, यही सुन्दर छ। पनि पनि होला, एकदमै सुन्दर ठाउँ पनि छ। खास गरी त तपाईँले हामीलाई भाइ, हाम्रो सुभाष भाइले हामीलाई रिसिभ गर्नुभयो काँकरभिट्टाबाट र सबै सिक्किम सिङ्गै घुमाएर दार्जिलिङ खरसाङ हुँदै यहाँसम्म ल्याउनु भएको छ। तपाईँले जुन सर्भिस दिनुभएको छ तपाईँको सर्भिसप्रति हामी पनि सन्तुष्ट छौँ। सिक्किमवासी दाजुभाइ दिदीबहिनीहरूले जुन नयाँ गर्नुभयो तपाईँहरू सबैजना हामी एकपटक सिक्किम जाने रहर थियो, फेरि जानुपर्छ भन्ने लाग्यो अहिले आउँदाखेरि। फेरि हामी सिक्किम आउनेछौँ। सबैप्रति आभारी छौँ, धन्यवाद छौँ। खास गरी हाम्रो सुभाष भाइप्रति धेरै धेरै आभारी छौँ। धन्यवाद। तपाईँहरूलाई सेम भनेर त भएन नि दिदी, त्यो अलिक भन्नु पऱ्यो नि तपाईँले। कस्तो लाग्यो ल भन्नु? नमस्ते। मेरो चाहिँ सिक्किम आउनु धेरै ठुलो सपना थियो, सपना पुरा भएको छ अहिले। धेरै खुसी लाग्यो, तपाईँले धेरै सहयोग गर्नुभयो। सिक्किम चाहिँ सोचेको भन्दा पनि डबल राम्रो रहेछ। अनि फेरि पनि उतै बस्नु लागेको थियो, मिल्दैन। फेरि फर्केर आयौँ, फेरि फर्किआउनेछौँ। ओके दिदी तपाईँहरूलाई फेरि पनि हामीले समयले साथ दियो भने फेरि पनि फर्केर आउँछौँ, एकदम स्वर्ग नै लाग्यो। राम्रो राम्रो ठाउँहरू घुमाउनु भयो। तपाईँलाई धेरै धेरै दिदीदेखि नै तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो ठुलो दिदीलाई चाहिँ कस्तो लाग्यो? बजेर झन् खुसी हो, खुसी त्यौहार हो। भुलसरी नमस्कार। मजा आयो योपालि तपाईँलाई? मजा एकदम। केही कुरामा चित्त बुझेको छैन भने मलाई भन्नु सक्नुहुन्छ यहाँ? 100% हामी सेटिस्फाइड छौँ। हाम्रो भगवान शनि नै भाइ भेट्यो, एकदम खुसी। सो अब उहाँहरू यहाँ बस्नु जानुहुन्छ। लेट्स गो। नानीहरू हेर्नु। आम्मा खुसी भयो। हेलो कहीँ हेर्नु। हेलो भन्नु। कस्तो भयो भन्दा ल लेट्स गो। दिदी तपाईँहरू कहिले काठमाडौँ पुग्नुहुन्छ? अब 4 बजी गयो नि। कसरी? मलाई त थाहा छैन। के पुग्छौँ होला? भाइलाई गएर टिका लाउनु पर्ने, माला लाउनु पर्ने। रमाइलो पनि छ। वाह, यो चाहिँ काठमाडौँ जाने बस पार्क हो यो काँकरभिट्टाबाट। अनि उहाँहरूको बस 4 बजीको कन्फर्म भएको छ। अनि यहाँनिर भर्खर आइपुग्यौँ हामी। सो मेरो गाडी यहाँनिर छ। तपाईँहरू पनि सिक्किम घुम्न आउनु सक्नुहुन्छ। अनि
तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला है। अनि तपाईहरु पनि मसँग कन्ट्याक्ट डाइरेक्ट गरेर डिस्क्रिप्सनमा तपाईहरुलाई मेरो नम्बर पाउनुहुन्छ। तपाईहरु मलाई कन्ट्याक्ट गरेर कहीँबाट पनि सिक्किम दार्जिलिङ आउनु भयो भने तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो म तपाईहरुलाई सर्भिस दिन सक्छु त्यो टाइममा है। Bye Sikkim, bye bye Sikkim, bye. Bye bye. Love you Sikkim. धन्यवाद बाई। अब यही गाडीमा जाने हो काठमाडौँ। ल म निस्के तपाईहरु सबैजनालाई ल पछि भेटौँ मामालाई। ल ल ल दिदी सबैजना नमस्कार लाग्यौँ। खै अर्को नानी बाई। ल राम्रोसँग जानुहोस् ल तपाईहरु राम्रोसँग यात्रा गर्नु होला। केही प्रब्लम भयो भने कन्ट्याक्ट गर्नुहोस् है। ओके बाई। ओके सो अब चाहिँ यहाँ मेरो गेस्टहरूलाई मैले लगभग बिदा लिइसकेँ उहाँहरूकोबाट। अब चाहिँ म यो काठमाडौँ जाने बस पार्कबाट म पनि निस्किन लागेको है। सो तपाईहरु पनि आउनुहोस् कहीँबाट पनि आउनु भयो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईहरुले हैन। एन्ड देन तपाईहरु मसँग घुम्न सक्नुहुन्छ। एन्ड अर्को कुरा तपाईहरु सिक्किम दार्जिलिङ या भुटान कहीँ पनि तपाईहरुको यो 3टा प्लान छ भने इभन दो तपाईहरु इन्डियाबाटै पनि सिक्किमबाटै पनि तपाईहरु नेपाल जानु हुन्छ भने तपाईहरु मलाई कन्ट्याक्ट गर्नुहोस्। म तपाईहरुलाई त्यो डेस्टिनेसन पुर्याउन सक्छु तपाईले भन्नु भएको ठाउँहरुमा हैन। अनि म बेस्ट अफ द बेस्ट वे गर्ने ट्राई गर्छु सर्भिस दिने है। अब कोही बेला त्यस्तो भइहाल्छ कोही बेला मतलब कोही बेला कोहीजनासँग मात्रै तलमाथि हुन्छ हैन। नत्र भने त अब सर्भिस राम्रै दिने ट्राई गर्छु किनकि सबैजनालाई के भन्नु सबैजनाको मन राख्न सकिदैन नि त। सो त्यो कारणले गर्दाखेरि है तपाईहरु पनि आउनुहोस् सिक्किम घुम्नको लागि र जो सिक्किममा हुनु भएको छ तपाईहरु आउनुहोस् नेपाल घुम्नको लागि। सो म अहिले अब नेपाल बोर्डर अब ब्याक टु सिक्किम आजको मेरो भन्सार एक दिनको लागि मात्रै काटेर आएको छु। सो हाम्रो कमर्सियल गाडीले चाहिँ सुविधा भन्सार भन्ने हुन्छ त्यो चाहिँ तपाईको कम्ती मात्रामा एकैछिनको लागि सुविधा भन्ने बित्तिकै के भन्छ सजिलो एकैछिनको लागि तपाईको गएर फुत्तै गएर आउनु मात्रैको लागि त्यस्तो भन्सारहरू काट्न दिन्छ। बट हाम्रो कमर्सियल गाडीहरूलाई चाहिँ त्यस्तो सुविधा भन्सार त्यस्तो उयो हुँदैन हामीलाई दिँदैन। त्यो कारणले गर्दाखेरि मैले एक दिन पुरा आज म यहाँनिर बस्न सक्छु जब तकसम्म बोर्डर क्लोज हुँदैन। बोर्डरको टाइमिङ मलाई जतिसम्म बताइएको छ तपाईको बिहान 6 बजी एक्ज्याक्टली बोर्डर खुल्छ र बेलुकाको तपाईको 10 बजीसम्म खुल्छ। बेलुका 10 बजीदेखि लिएर बिहानको 6 बजीसम्म तपाईहरुको बोर्डर बन्द हुन्छ। त्यति बाइक अरु कुनै पनि टाइममा आउनु भने तपाईहरु यो काकाभिटा मतलब तपाईको इन्डो नेपाल बोर्डर तपाईहरुको खाली रहनेछ। मतलब तपाईहरुको लागि अलवेज 24/7 रहनेछ। र तपाईहरु यहाँनिर आउनु हुँदाखेरि नेपालबाट आउनु हुँदाखेरि यता इन्डिया जाँदाखेरि तपाईहरुको आइडेन्टिटी कार्ड नेशनल आइडी के भन्छ यो अहिले त राष्ट्रिय परिचय पत्र निक्लेको छ त्यसले पनि हुन्छ र तपाईहरुको अहिलेको जुन चाहिँ नागरिकताहरु छ त्यसले पनि हुन्छ। तपाईहरु इन्डिया पस्न सक्नुहुन्छ विदाउट भिजा। अनि तपाईहरु इन्डियाबाट यता नेपाल पस्नुहुन्छ भने पनि त्यही सेम प्रोसेस तपाईहरुको हाम्रो इन्डिया नेपालको एउटा ट्रिटीले फ्रेन्डली रिलेसन ट्रिटीले गर्दाखेरि हाम्रो फ्रेन्डली ट्रिटी छ हैन। त्यसले गर्दाखेरि हामीले उयो गर्नु पर्दैन कुनै पनि हामीले पासपोर्ट भिजा बनाउनु पर्दैन। सो हामीले इन्डियाबाट आउँदाखेरि भोटर आइडी कम्पलसरी देखाएर हामी यता छिर्न सक्छौं। यो भन्दा भन्दै तपाईहरु पनि आउनुहोस् घुम्नको लागि। सो म पनि ब्याक अब फाइनली गेस्टलाई छोडेर अब यहाँनिर म निस्के अनि सबैजना दिदीहरू हुनुहुन्थ्यो एकदम राम्रो गेस्ट पनि। यो मेरो भन्सार पेपर हो यहाँनिर चेकिङ हुन्छ मेरो है। अन्त यो चाहिँ पेपरलाई यहाँ बुझाउनुपर्छ लिनुहोस् ठिक छ। यो म आफै लानु धन्यवाद। सो here we go guys back to फेरि इन्डिया। अनि यो तपाईको अगेन पुल यो ट्रिप थियो मेरो 3 दिनको अनि उहाँहरूले पनि इन्जोय गर्नुभयो मैले नि उहाँहरूसँग टाइम स्पेन्ड गरेँ हैन। अनि उहाँहरूलाई फाइनली यहाँ काकाभिटा ड्रप गरिदिएँ। नेपालको झन्डा अब पर फेरि इन्डियाको झन्डा हुन्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ। हेर्दै गर्नुहोस् होला जीवनको जीवन। सो आई एम इन इन्डिया।